कुरा भनौँ सपोज हामीले त्यो खेलेको भए हामी दुईजनाले चाहिँ खानु पाउँथ्यो हेलो गाइस सो आज चाहिँ हामी मुकबाङ गर्दैछौँ हैन र हाम्रो चाहिँ यहाँनिर टाइपो रहेको छ अनि अचार पनि छ मैले सुप पनि देखाएको छु हामीले राखेको छौँ सुप पनि रहेको छ स्टार्ट गर्नेछौँ हामी ओके स्टार्ट ओके गाइस हामी खाएको ल मुकबाङ चाहिँ हामीले फर्स्ट टाइम गरेको है हाम्रो यो मुकबाङ चाहिँ लाइफमा फर्स्ट टाइम नै होला है फर्स्ट टाइम हाम्रो चान्स चाहिँ पाउँदैन नि त किन जानु हुँदैन मतलब गर्नु हैन हामीहरू चाहिँ हामी दुईजना त सिब्लिङ्स हो ऊ चाहिँ हाम्रो कजन हो अब ठुलो मामाको छोरी हो चाहिँ अब हामी चाहिँ अब एकदम हुन्छ नि लाइक ऊ पनि हाम्रो चाहिँ कजन जस्तै चाहिँ होइन हामीलाई आफै बहिनी जस्तो फिल हुन्छ अरूको खानु मजा आउँछ यो छ मजा आउँछ किनकि पुरा फन्नी छ कि हाँस्छ नि हामीलाई एन्ड वान थिङ यो सबै त्यही उहाँले स्पोर्ट्स गर्नुभएको चाहिँ म चाहिँ थिइनँ होइन मेरो घरमा थियो तर हाम्रो पनि छ अलिअलि हात किनभने चाहिँ हामी चाहिँ त्यही हिँडेर सौदा गर्नु गएको है टु एम गाइस सुप खाएको न म चाहिँ मलाई सुप पुरा मनपर्छ मोमोभन्दा ज्यादा यो चाहिँ बेसी हाँस्छ है विदाउट रिजन पनि हाँसिन्छ हामीलाई त्यही मजा आउँछ है इफ तपाईँहरूकोमा चाहिँ लाफिङ कम्पिटिसन छ भने चाहिँ प्लिज काइन्डली उहाँले उयो गरिदिनुहोस् होला इन्भाइट म फर्स्ट टाइम कन्फर्म जित्छ उसले नो डाउट आई मिस रामेन अल्सो टुडे त्यति रात पनि गएको थियो कि गाइस हामी खोज्नु त गएको कि तर सबै दोकान बन्द थियो नि त प्लस दोकान पनि कम्ती छ यहाँनिर होइन सुप खाएको ल चम्ची ल्याउनु गाइस हामीले खान्छु बोल्नु न गाइस म चाहिँ खानु सक्दिनँ रहेछ बेसी तपाईँ खान्छु नि म हो always she never say no to food है फेरि every time yes त्यो हुनु पनि यसलाई चाहिँ पार्नु मिठो छ है फेरि जे पनि खाइदिन्छ मिठो मिठो केही भन्दैन हल्का बिमा भने यसो मार्गी लाग्दा पिरो खानु कस्तो हुन्छ तपाईँलाई खाने होला है सही कुरा हो अचार चाहिँ एउटा अलिक सेलेकी गाइस तर पुरा जुसी भएको थियो मोमोमा चाहिँ आमाले चाहिँ भन्दा चाहिँ स्टिम मोमो प्रिफर गर्नुहुन्छ आमाले चाहिँ स्टिम खानुभयो अनि हामीहरूले चाहिँ आमाको जनताहरूले चाहिँ दिस कसैले टाइफो भन्छ कसैले थाइपो भन्छ कसैले अरू के भन्छ धेरै प्रकारको भन्छ नि यसलाई थाई मोमो भन्छ कसैले थाई मोमो पनि भन्छ तपाईँहरू के भन्नुहुन्छ प्लिज कमेन्ट मैले दुईटा भन्छ थाई पनि भन्छ थाई पनि भन्छ म थाई पो भन्छु मलाई नाम्चीको याद आयो तर मलाई के लाग्छ भन्दा यो थाइपो चाहिँ अब हो कि होइन है ला थाइल्यान्डबाट उयो भएको भन्छ कि त्यही कारण थाइपो भन्ने जस्तो लाग्यो मिन्स मोमेन चाहिँ मोमो हो कि होइन तर गाइस मैले रङ सुनेको के हो होइन हल्का प्लिज ह्याबिट दिस फुड भन्ने चाहिँ मेरो भुँडी चाहिँ राम्रै भयो एभ्री टाइम आवर इङ्ग्लिस इज गे Oh yeah, it's not straight, okay? But we try to speak. Just from under.
सर्फ भयो खाना त नराम्रो के तर त्यसले हँसाइहाल्यो है अचार चाहिँ के भन्नु र गाइस ओ माई जट छ नि नट गट ओ माई जट अनि अलिकति हाल्दै न कम्ती बस लास्ट बाइट टिस्यु ल्याउनु बिर्सेछु गाइस अब थ्याङ्क यू फर वाचिङ गाइस थ्याङ्क यू आई लभ यू so much